Hello friends, good evening. Once again, welcome back to my blog. I am SB Kangba. This time I have come up with one new kind of video for you all, my beautiful viewers and supporters. So friends, please watch this video till the end and enjoy the video. And finally, please do not forget to follow my page Kangba SB Limbu and subscribe my YouTube channel SB Kangba. Okay friends, enjoy the video. र साथीहो अहिले चाहिँ म नाम्ची डिस्ट्रिक्टको अप्पर याङगाङ भन्ने गाउँमा छु। अप्पर याङगाङ र पाथिङ भन्ने गाउँ चाहिँ एकाअर्कामा जोडिएको छ साथी हो। र उहिलेदेखि नै यो दुईवटा गाउँहरूमा चाहिँ गुरुङ समुदाय अथवा गुरुङ जातिको मानिसहरू बसोबासो गर्दै आइरहेको हामी पाउँछौँ साथी हो। र विशेष गरेर चाहिँ गुरुङ जातिहरूमा चाहिँ भेडा पालन चाहिँ प्रशस्त मात्रामा देख्न पाइन्छ साथी हो। र भेडा पालिसकेपछि ह्यान्डलुम अथवा भेडाको उनदेखि विभिन्न किसिमको ओढ्ने ओछ्याउने लाउने चिजहरू बनिन्छ। यो पनि हामी विशेष गरेर गुरुङ जातिहरूमा नै पाउँछौँ, देख्न पाउँछौँ। अहिले पनि याङगाङको वरिपरिको गाउँमा यो काम चलिरहेको छ साथी हो। र यसको प्रोसेस के रहेछ है, कसरी बनाइन्छ यो चिजबिजहरू, यो तपाईहरुलाई म यो भिडियो मार्फत देखाउन लागिरहेको छु साथी हो। हेर्दै लानुहोस् यो भिडियो। हेर्नुहोस्, एउटा चर्खा जस्तो देख्नुहुँदैछ, यसलाई राँटा भनिन्छ। यसमा चाहिँ धागो बनाउने काम हुन्छ साथी हो। र यो चाहिँ ऊन हो। एकजना बोजूले यहाँनिर बनाउनु हुँदैछ, बुर्गसान के बुन्नु हुँदैछ साथी हो। हेर्नुहोस्, यसलाई नेपालीमा त तान नै भनिन्छ। हेर्नुहोस्, अब यसरी बुन्दाखेरि धेरै चिजबिजहरू यहाँनिर प्रयोगमा आउँछ साथी हो। एउटा त राँटा भयो, त्यो चर्खा जस्तो धागो निकाल्ने काम हुन्छ त्यसबाट। अर्को पिउरी भनेको धागो निकालेर बेरेर राखेको हुन्छ, त्यसलाई पिउरी भनिन्छ। त्यसरी नै ताके भनेको एउटा भाटा जस्तो अहिले यो भिडियोमा देख्नुहुनेछ, बोजूले भाटा जस्तो चलाइरहेको देख्छौँ, त्यसलाई ताके भनिन्छ। त्यसरी नै अरू धेरै चिजहरू चाहिन्छ साथी हो, सबैको मलाई नाम थाहा भएन। र हेर्दै लानुहोस् साथी हो। अब यो भेडाको उनदेखि चाहिँ के बनिँदो रहेछ र प्रोसेस चाहिँ के हुन्छ भन्दाखेरि सबैभन्दा अगाडि भेडाको उन काटिन्छ, अनि सफा पानीमा लगेर धुई पखाली गरिन्छ, अनि सुकाइन्छ। सुकेपछि त्यसलाई धनु जस्तो हुन्छ, त्यसले मजाले फड्काल्ने काम अथवा मैला कुचैला निकालेर छानेर फ्याँक्ने काम हुन्छ, अनि मात्र धागो बनाउने काम हुन्छ साथी हो। र धागो बनाइसकेपछि त्यसलाई बेरेर राख्छ, अनि मात्रै यसरी कार्पेटहरू, कोटहरू, टोपी के मनपर्छ तिनीहरू चाहिँ बुन्ने काम सुरु हुन्छ साथी हो। हेर्दै लानुहोस् यो भिडियो। यो बोजूले यहाँनिर बुन्नु हुँदैछ। यहाँनिर कतिवटा चिजबिजहरू, दामी चिजबिजहरू यहाँ बोजूले बुनिसक्नु भएको छ। सायदै यसको प्रोसेस अलिक साह्रो भएर होला, भेडा पनि महँगो पर्छ, त्यसरी नै यो चिजबिजहरू पनि महँगो साथी हो। मैले यो कालो ब्ल्याक कलरमा एउटा कार्पेटतिर सोधेको, यो चाहिँ 6,500 अरे, बुदेनमा हुने खालको। यति साह्रो महँगो पर्छ साथी हो। हेर्दै लानुहोस् है, यति दामी चिजहरू बनिन्छ। यो कोटहरू छ, टोपीहरू छ। र साथी हो, तपाईहरुलाई यो मेरो भिडियो कस्तो लाग्यो, मन पर्यो भने धेरैभन्दा धेरै सेयर गर्नुहोस्, अनि लाइक कमेन्ट पनि गरिदिनुहोस् साथी हो। अनि मेरो फेसबुक पेजमा हो भने काङबा एसबी लिम्बूलाई फलो गरिदिनुहोस्, अनि युट्युब च्यानलमा हो भने एसबी काङबालाई सब्सक्राइब गरिदिनुहोस् साथी हो। हस् त साथी हो, आजलाई म तपाईहरुसँग बिदा चाहन्छु। बाई बाई, सी यू।